के तपाईँले सनफ्लावर सिड्स खानुभएको छ? सनफ्लावर सिड्समा खानुभएको छ भने यसमा कतिवटा पिस हुन्छन् त गर्नुभएको छ? कहिले काउन्ट गर्नुभएको छ? यही प्रश्नको जिज्ञासाले गर्दा मलाई मार्केटसम्म आइपुग्न बाध्य भएँ र मैले मार्केटमा कहाँनिर सनफ्लावर सिड्स छ भनेर खोज्न थालेँ। खोज्दा मलाई केही समय लाग्यो, तर फाइनली पनि मैले सनफ्लावर सिड्स भएको ठाउँहरू देखेँ। यहाँनिर 3 टाइपको सनफ्लावर्सहरू राखिएको रहेछ, लार्ज, मिडियम र स्मल। र मैले चाहिँ मिडियम प्याकेटलाई पिक गरेर काउन्टरमा पेमेन्ट गर्नको लागि अगाडि गएँ। पेमेन्ट प्रोसेस सकिसकेपछि म मार्केटबाट बाहिर निक्लेर घर जाँदै गर्दाखेरि पानी पनि आकाशबाट परिरहेको थियो। लगभग 5 तलाको सिँढीको यात्रा पछाडि म फाइनली मेरो रुमसम्म आइपुगेँ। मेरो मनमा लागेको जिज्ञासालाई हटाउन हतार म सनफ्लावर सिड्सहरू खोलेर काउन्ट गर्न सुरु गरेँ। म एकदमै एक्साइटेड थिएँ र मलाई एकदमै रमाइलो पनि लागिरहेको थियो। पहिलो 100 पुर्याउनको लागि मलाई कमसेकम 1.5 मिनट जति लागेको थियो। यसरी काउन्ट गर्दै जाँदा मलाई करिब यो टोटल काउन्ट गर्नको लागि 8 मिनट जति लागेको थियो। फाइनली मैले यो टोटल काउन्ट गरेर सकिसकेँ पनि। अब पालो आउँछ रिजल्टको। टोटल यसमा 841 वटा पिस हुँदो रहेछ।